हेलो गाइज, मलाई चाहिँ घरमा गेस्ट आउने भनेपछि चाहिँ एउटा स्विट डिस बनाउनु मन लाग्छ के। अनि मैले चाहिँ अहिले के बनाउँदैछु भने नि सेवैको बनाउँदैछु कि गाइज, सेवैको स्विट डिस। यसको लागि चाहिँ फर्स्टमा मैले एउटा फ्राई प्यानमा घिउ बसालेँ, ड्राई नट्सहरूलाई फ्राई गरेँ होइन। अनि फ्राई गरेर झिकिसकेपछि फेरि त्यही फ्राई प्यानमा नै मैले सेवैलाई राखेँ कि घिउ थपेँ। अनि सेवैलाई फेरि मजाले फ्राई गरेँ होइन। अनि आफूलाई सुगर कतिको चाहिन्छ त्यही अनुसारको फेरि सुगर राख्ने। मैले चाहिँ ठिक्कको राखेको छु कि गाइज है, यो खास गुलियो धेरै राख्नुपर्ने हो, मैले राखिनँ होइन। अनि एकछिन भुटिसकेपछि फेरि दुध आधा गिलास जति राखेर अनि फेरि चलाउनु पर्छ यो सेवैलाई। अनि किनभनेदेखि नै यसलाई क्रिमी बनाउनु पर्छ होइन। अनि झिक्ने होइन, झिकिसकेपछि फेरि त्यही फ्राई प्यानमै मैले दुध राखेँ कि गाइज है। अनि दुध राखेँ, यतापट्टि चाहिँ एउटा चिसो दुधमा चाहिँ आधा गिलास जति दुधमा कस्टर्ड राखेर चलाउनु पर्छ होइन, त्यो फिट्ने एकछिन। अनि त्यो जुन फ्राई प्यानमा हामीले दुध राखेको छ नि, अनि त्यसमा त्यो कस्टर्ड राख्दै चलाउँदै चलाउँदै गर्नुपर्छ, अलिअलि बाक्लो हुँदै आउँछ होइन। अनि जुन अघि हामीले झिकेको त्यो सेवै चाहिँ एउटा कन्टेनरमा टक्क मिलाएर राख्ने के गाइज है। अनि यो कस्टर्ड राखेको पनि, यो कस्टर्डलाई पनि एकछिन, दुधलाई पनि एकछिन के अरे पाकिसकेपछि चाहिँ एकछिन सेलाउनु दिनुपर्छ। अनि सेलाइसकेपछि चाहिँ अनि यो कन्टेनरमा, अनि त्यो सेवै राखेको कन्टेनरमा माथिबाट राखिदिने कि गाइज है। अनि त्यो ड्राई नट्सहरू जुन अघि हामीले भुटेको छ नि, त्यसलाई पनि माथिबाट अनि राखिदिने सजाएर होइन। मैले चाहिँ फेरि छुट्टै दुईवटा बललाई नै बनाएको थिएँ कि गाइज है, यो छुट्टै बनाएको होइन। यसलाई पनि सेम प्रोसेस गरेँ होइन। अनि राखेर अनि फ्रिजमा राख्नुपर्छ। यो फ्रिजमा चाहिँ यो लगभग हामीले 8 देखि 10 घन्टा राख्नुपर्छ के गाइज है। अनि मैले त्यस्तै गरेँ, यो एक दिन अगाडि बनाएको, मेरो भोलि गेस्ट आउनु छ भने मैले आज बनाएको यो होइन। अनि भोलिपल्ट चाहिँ अनि मेरो साथी आयो, त्यो जुन त्यो बलको छ नि त्यो चाहिँ हामी दुईजनालाई हो कि गाइज है। अनि मेरो साथीलाई सोधेको, तिमीलाई कस्तो लाग्यो नि त, मिठो छ भनेर भनेको, त एकदम मिठो छ अरे कि उसलाई है। अनि मैले पनि खाएको, मलाई नि कस्तो मिठो लाग्यो कि गाइज है। तपाईँहरू पनि ट्राई गर्नु, गेस्ट आउँदाखेरि यस्तो स्विट डिस मिठो